सो आज हामीले हेलो एरेन्ज गर्न गइरहेको छौँ। सबैभन्दा सुरुमा अब हामीले यहाँ के गर्छौँ भन्दा डाइरेक्ट एक्जाम पोइन्ट अफ भ्यूले मात्र हेर्छौँ ल, एकदम एक्जाम पोइन्ट अफ भ्यूले है त। एक्जाममा कसरी कुन कुन क्वेसन सोधिन्छ त्यो तरिकाले मात्र हामीले यहाँ हेरिन्छ ल अहिले। सो अब हाम्रो सुरुमा छ प्रिपरेसन है त, प्रिपरेसन अफ क्लोरोबेन्जिन है त। अब क्लोरोबेन्जिन अथवा हेलोबेन्जिन भन्न खोजेको, क्लोरो भन्नु नि अब हाम्रो हेलो होइन, हेलोजेन भन्ने त्यो अब क्लोरिन हुन सक्यो होइन, ब्रोमाइड हुन सक्यो, आयोडाइड हुन सक्यो होइन। सो हेलो एरिन भनेको बुझिहाल्यो, हेलो अनि एरिन, एरिन भनेको बेन्जिन है त। यदि बेन्जिनमा हेलो आएर जोडिन्छ भने है त, बेन्जिनमा यदि हेलो जोडियो भने त्यतिखेर हाम्रो के हुन्छ त्यो हेलो एरिन हुन्छ है त ल। सो फ्रम बेन्जिन छ बाई डाइरेक्ट अब यसको प्रिपरेसन हेरौँ ल, प्रिपरेसन हेरौँ कि त हेलो एरिनको है त अथवा क्लोरोबेन्जिनको प्रिपरेसन है, त्यो कसरी बनाइन्छ भन्दाखेरि एकदम इम्पोर्टेन्ट हो है, एक्जाममा सोधिन्छ फ्रम बेन्जिन है त। अब बेन्जिनबाट हामीले बनाउन सक्छ, यसलाई हामीले डाइरेक्ट हेलोजिनेसन पनि भन्छ। किन भन्छ भन्दा नि यहाँले त यो बेन्जिनलाई चाहिँ हामीले डाइरेक्टली कोसँग रिया गऱ्यौँ अथवा ट्रिट गऱ्यौँ भन्दाखेरि हेलोजेनसँग गऱ्यौँ, त्यही भएर हामीले डाइरेक्ट हेलोजिनेसन भन्यो है त ल। सो देख्न सकिन्छ सिएल क्लोरिन दुईवटा मोल्स, यहाँ क्लोरिन Cl2 है खास भन्नुपर्दा यो ल, यो Cl2 मैले Cl लेखेको र हेर्ने अब फ्रम त बेन्जिन है त बाई डाइरेक्ट कि त हेलोजिनेसन छ वेन बेन्जिन इज ट्रिटेड विथ क्लोरिन है त। जब हामीले बेन्जिन क्लोरिनसँग रिया गरिन्छ इन प्रेजेन्ट अफ हेलोजेन है त। हेलोजेन भनेको अब तिमीहरूको जस्तै FeCl3 होइन, यो हाम्रो लुइस एसिडहरू क्या, FeCl3 अथवा AlCl3 को प्रेजेन्टमा गरिन्छ र यो चाहिँ के गरिन्छ भन्दा तिमीहरूको डार्कमा राखेको छ, यो डार्कमा छ नि, डार्कमा एकदम यो चाहिँ एकदम हुनुपर्छ है, रियाजेन भनेको FeCl3 अथवा AlCl3 होइन, अनि डार्कमा राख्नुपर्छ। र के हुन्छ भन्दाखेरि यो क्लोरिनले एउटा हाइड्रोजनसँग यसरी क्लोरिनले एउटा बोन्ड गरायो र यो क्लोरिनले हाइड्रोजनमा HCl बन्दा यहाँ बनिहाल्यो र अर्को यो Cl रहेको त Cl यो H को ठाउँमा रिप्लेस हुन्छ होइन। सो एउटा क्लोरोबेन्जिन भने यहाँ क्लोरिन छ, क्लोरो अनि बेन्जिन, क्लोरोबेन्जिन सक्यो होइन, यो बेन्जिन भयो। अब अर्को छ यो झन् एकदम इम्पोर्टेन्ट है, त्यसलाई हामीले उयो के अरे सेन्डमेयर रिएक्सन पनि भन्छौँ, त्यसलाई सेन्डमेयर रिएक्सन पनि भन्छु, मैले एकदम राम्रो नोट बनाएको छु होइन, सेन्डमेयर रिएक्सन पनि भन्छु यसलाई। फ्रम डाइजेनियम सल्ट है त, डाइजेनियम सल्टबाट पनि हामीले के गर्न सकिन्छ भन्दाखेरि क्लोरोबेन्जिन अथवा हामीले हेलो एरिन बनाउन सकिन्छ है त ल। अब यदि यसमा चाहिँ के हुन्छ भने तिमीहरूको सबैभन्दा सुरुमा मैले यो तिमीहरूको यो के अरे डाइजेनियम सल्ट चाहिँ कसरी बन्छ त्यो मैले देखाएको छु यहाँनिर। सबैभन्दा सुरुमा हामीले यहाँनिर अमाइन लिन्छौँ है त ल, यहाँ देख्न सकिन्छ एनिलिन भन्छौँ, एनिलिन अमाइन भन्दा नि एनिलिन है त। यो सुरुमा हामीले यो एनिलिन जुन छ होइन, यो NH2 अनि त्यसपछि यहाँनिर यो जुन भन्छ नि यो के अरे बेन्जिन हो, यो एनिलिन जुन छ है त ल, यो एनिलिन जुन छ है बेन्जिन अमाइन अथवा यो एनिलिन भन्नुपर्छ हामीलाई होइन यसलाई। सो यो एनिलिन जुन छ यो हाम्रो नाइट्रियस एसिडसँग रिया गर्छ र HCl सँग जब रिया गर्छ एकदम लो टेम्परेचर है त, 0 देखि 5 डिग्री टेम्परेचरसम्म रिया गर्यो भने यतिखेर के हुन्छ भन्दाखेरि हाम्रो डाइरेक्टली के फर्म हुन्छ भन्दाखेरि यो भनेको हाम्रो के हुन्छ त यो डाइजेनियम अथवा बेन्जिन डाइजेनियम होइन, बेन्जिन डाइजेनियम सल्ट है त। यहाँ देख्न सकिन्छ एन अनि त्यसपछि डबल बोन्ड NN अनि Cl आउने बित्तिकै बुझ्नु पर्यो यो डाइजेनियम हो भनेर कुरो बुझ्नु होइन। जहाँ पनि यो बेन्जिन डाइजेनियम, बेन्जिन छ डाइजेनियम सल्ट है त ल, प्लस वाटर दिनुभयो H2O वाटर भइहाल्यो है त ल। सो यो बेन्जिन डाइजेनियम सल्ट यसरी फर्म हुन्छ है त, दिमागमा याद राखिरहनु एकदम राम्रो हो होइन। सो यहाँ डाइजेटाइजेसन भइरहेको छ होइन। सो यहाँ त्यही लेखिरहेको छ वेन बेन्जिन है त, बेन्जिन जब यहाँ के लेखेको छ भने माथि जे लेखेको छ त्यही भन्छु ल मैले, वेनेभर त होइन, वेनेभर दिस बेन्जिन है त, बेन्जिन डाइजेनियम सल्ट गेट्स रियाक्ट विथ ट्रिटेड विथ द CO2 Cl2 यो त तिमीहरूले यो C22 काट्न मिल्दैन ल, यो त तिमीहरूको जे छ त्यही नै राख्नुपर्छ होइन। यसलाई हामीले के भन्छ भने कपर क्लोराइड भइहाल्यो होइन, कपरस क्लोराइड है हाम्रो के हुन्छ हाम्रो यहाँनिर चाहिँ कपरस क्लोराइड जुन छ यो कपरस क्लोराइडसँग CO2 Cl2 सँग रियाक्ट गरेर इन द प्रेजेन्ट अफ HCl है त, HCl को प्रेजेन्टमा हुन्छ र वार्म गरिनुपर्छ हामीले है त ल। HCl को प्रेजेन्टमा र वार्म गर्यो भने यतिखेर हाम्रो के हुन्छ भन्दाखेरि यो जुन Cl2 छ यो जुन चाहिँ NN भएर तिमीहरूको नाइट्रोजन ग्यास N2 बनिन्छ र यो Cl त यता सिप भएर यहाँनिर बन्छ, यहाँनिर आइन्छ क्या, यहाँ देख्न सकिन्छ Cl भएको यहाँ है त ल। सो यो हाम्रो HCl को प्रेजेन्टमा भयो र यो वार्म गरियो, यो CO2 Cl2 चाहिँ हाम्रो रिएक्सनलाई अगाडि बढाउन अथवा एउटा क्याटालिस्टको रूपमा जस्तो काम गरौँ यसले चाहिँ होइन। सो यसले यहाँ सो यसरी त यो हाम्रो यो प्रिपेयर हुन्छ। र अब अर्को चाहिँ तिमीहरूको के भन्दाखेरि फिजिकल प्रोपर्टीमा हेर्ने भने यहाँ फिजिकल प्रोपर्टी अफ क्लोरोबेन्जिन है त ल। सो क्लोरोबेन्जिन भनेको हाम्रो के हुन्छ भने एकदम प्लिजेन्ट स्मेलिङ, एकदम राम्रो स्मेलको हुन्छ होइन। सो यो स्मेलिङ गुड हुन्छ, यसको BP भनेको बोइलिङ पोइन्ट भनेको 132 डिग्री सेन्टिग्रेड हुन्छ होइन। सो यसको इन्सुलेबल वाटर वान्स वाटरमा त एकदम सोल्युबल हुँदैन क्या, किनभने यहाँ देख्न सकिन्छ तिमीहरूले यसमा तिमीहरूको वाटर यसमा यो जुन हाम्रो हेलो एरिन हुन्छ यसमा हाम्रो हाइड्रोजनको जुन बोन्डिङ हुन्छ नि त्यो हुँदैन क्या, इन्सुलेबल वाटर बट सोल्युबल इन अर्ग्यानिक सल्भेन्ट है त। अब यो वाटरमा किन इन्सुलेबल छ भन्दाखेरि यसको त के हुन्छ भने जस्तै तिमीहरूको अहिले यहाँ मैले यहाँ देखाएँ यहाँनिर, यहाँ हेर जस्तै यहाँ हेर त यो क्लोरोबेन्जिन हो, यो क्लोरोबेन्जिनमा तिमीले कतै हाइड्रोजन बोन्डिङहरू देखेछ त छैन नि होइन, हो हाइड्रोजन अक्सिजन कति देखेछ त छैन भनेपछि इट मिन्स द्याट यो चाहिँ हाम्रो के हुन्छ भन्दाखेरि H2O सँग बोन्ड गर्न सक्दैन, त्यही भएर यहाँनिर के हुन्छ वाटरमा इन्सोल्युबल हुन्छ है त ल। यो कुरा भन्नु पर्यो। र अब अर्को छ केमिकल प्रोपर्टिज अफ क्लोरोबेन्जिन, एकदम इम्पोर्टेन्ट छ। अब यो चाहिँ भेरी भेरी इम्पोर्टेन्ट है त, लो एक्टिभिटी अफ हेलो एरिन एज कम्पेयर टु द हेलो अल्केन। जुन यो हेलो एरिन हुन्छ
हेलो एरिन जुन छ नि हाम्रो त्यो हेलो एरिन जुन छ त्यसको त लो एक्टिभिटी हुन्छ भनेको लेस रिएक्टिभ देन हेलो अल्केन है त हेलो अल्केन जुन छ त्यो भन्दा लेस रिएक्टिभ हुन्छ अरे क्या हेलो एरिन भनेको अब किन त्यो हेर्नु त ल अब सबैभन्दा सुरुमा अब के हुन्छ भन्दाखेरि हाम्रो हेलो इन टर्म अफ न्युक्लियोफिलिक सब्स्टिट्युसन रिएक्सन है त न्युक्लियोफिलिक सब्स्टिट्युसन रिएक्सनको टर्ममा अथवा यो यसलाई बेस मानेर हेर्ने हो भने हाम्रो जुन हेलो एरिन छ त्यो के हुन्छ लेस रिएक्टिभ हुन्छ अरे हेलो अल्केन भन्दा अब यहाँले जस्तै अब अल्काइल हेलाइड अर्को त एक्सट्रिमली लेस रिएक्टिभ टुवर्ड्स इलेक्ट्रोफिलिक सब्स्टिट्युसन रिएक्सन ड्यू टु फलोइङ रिएक्सन अब यहाँ हेर्नु त ल जुन यो अराइल हेलाइड छ जुन अल्काइल हेलाइड जुन छ अल्काइल हेलाइड आरियल हेलाइड भनेको तिमीहरूको बेन्जिन हेलाइड भन्न खोजेको ल सो यो जुन बेन्जिन हेलाइड छ अथवा के अरे हाम्रो यो जुन हाम्रो हेलो बेन्जिन छ यो तिमीहरूको इलेक्ट्रोफिलिक सब्स्टिट्युसन रिएक्सनमा गइरहेछ देखिरहेछ नि होइन अब यो कसरी चाहिँ हाम्रो लेस रिएक्टिभ हो त हाउ इट इज लेस रिएक्टिभ देन के अरे हेलो अल्केन भन्दा कसरी लेस रिएक्टिभ भयो भन्दा चाहिँ अब हामीले यहाँ यो एउटा पोइन्ट भनेको हाम्रो रेसोनेन्स इफेक्टले गर्दा है त रेसोनेन्स इफेक्टले हामीले यसलाई बुझाउन सकिन्छ अब यहाँ देख्न सकिन्छ यो एकदम इम्पोर्टेन्ट भेरी भेरी इम्पोर्टेन्ट यो फिगर पुरै बनाउनुपर्छ यो देखाउन लागि होइन सो यहाँ देख्न सकिन्छ हामीले यहाँ पुरै यहाँनिर रेसोनेन्स स्ट्रक्चर देखाएको छौँ होइन यसको सो यहाँ देख्न हाम्रो क्लोरिन छ क्लोरिनको अब तिमीहरूको यहाँ देख्न सकिन्छ होइन यहाँनिर त्यसको इलेक्ट्रोन भनेको आउटरमोस्ट सेलमा इलेक्ट्रोन भनेको कति हुन्छ भने यहाँनिर देख्न सकिन्छ सबैभन्दा सुरुमा यहाँ मैले मार्क लिँदै हेर्नु ल सो यहाँ यहाँहरू बोन्ड छ यहाँ 1 2 अनि 1 2 3 4 5 6 7 8 है त यहाँ हेर्ने दुईवटा इलेक्ट्रोन कहाँ छ यहाँ 1 2 बोन्डमा एउटा यो बोन्डमा दुईवटा इलेक्ट्रोन भयो होइन पेयर अफ टु पेयर अफ इलेक्ट्रोन भयो र अरू 6वटा यतापट्टि छ होइन जम्मा 8वटा हुनुपर्छ नि त सो यो 8वटा हुनुको लागि यहाँनिर जम्मा 8 यहाँ 6वटा बाहिर लेख्यौँ अब यो इलेक्ट्रोन त के हुन्छ भने यता सिप हुन्छ यो यहाँनिर सिप हुन्छ यो यहाँनिर र सिप भएर के हुन्छ भन्दाखेरि अब यो सिप भएपछि अब यो सिप हुनुपर्छ त अब यो बोन्ड त यहाँ राख्न मिलेन होइन दुईवटा बोन्ड त एकै ठाउँ त हुँदैन कहिले पनि होइन त्यहाँ अर्डर इभनको जस्तो ग्याप हुनु पऱ्यो नि त एउटा बोन यहाँ छ नि यहाँ खाली हुनु पऱ्यो फेरि अर्को बोन उता हुनु पऱ्यो होइन त्यस कारणले गर्दाखेरि यो बोन यता सिप हुने भयो र यहाँ बोन सिप भएपछि तिमीहरूको अब यहाँ देख्न सकिन्छ यसले इलेक्ट्रोन दियो पोजिटिभ चार्ज आयो र यहाँनिर तिमीहरूको नेगेटिभ चार्ज गेन भयो किनभने यहाँको अघिको जुन इलेक्ट्रोन थियो यहाँ यो जुन बोन्डमा बनेको इलेक्ट्रोन थियो नि पाइ इलेक्ट्रोन त्यो यहाँ आएर यहाँ आयो पाइ इलेक्ट्रोन होइन सो यहाँ माइनस भयो है त माइनस भयो है त यहाँ थाहा छ नि होइन यो सिग्मा बोन्ड यो पाइ बोन्ड होइन अथवा बुझ्नु होइन सो यहाँनिर माइनस भयो अब यो माइनस यो इलेक्ट्रोन त अब यहाँ आउन खोज्छ सो यो यहाँ आउन खोज्छ यो यहाँ अब यो त यहाँ आउन खोज्छ नि त होइन तर यो अब यो सँगै बस्न मिल्दैन भनेपछि यो अब भाग्न खोज्छ होइन भागेपछि अब यो यहाँनिर आउन खोज्छ सो अब यहाँ के भयो भन्दाखेरि यहाँनिर त्यसपछि फेरि यहाँ अब यहाँबाट हेऱ्यो भने यो यहाँ आयो यहाँबाट बोन्ड बनाइहाल्यो यो इलेक्ट्रोन यहाँ आएर जम्मा होइन यहाँ बोन्ड बनाइहाल्यो फेरि यो इलेक्ट्रोन त भाग्नु पऱ्यो नि त होइन भाग्दाखेरि यहाँ माइनस इलेक्ट्रोन यहाँनिर देखिरहेछ होइन यो इलेक्ट्रोन यहाँ उभिरहेछ अब यो इलेक्ट्रोन त अनस्टेबल भयो अब यो पनि यता सिप हुन खोज्छ यो सिप हुन खोज्यो अब यो सिप हुन खोजेपछि त यो त यहाँ बस्न पाएन यो पनि उता सिप हुने भयो होइन सो यो उता सिप हुने भयो र यहाँ के हुन्छ भन्दाखेरि अब यो सिप भएपछि अब के भयो भन्दाखेरि यहाँ बोन्ड बन्यो यहाँ पनि त्यो इलेक्ट्रोन यहाँ आएर जमानु अहिलेको माइनस इलेक्ट्रोन जुन थियो त्यो इलेक्ट्रोन त अब यहाँ बस्न पाएन यतिकै त यो अनस्टेबल छ यो यहाँ आएर बोन्ड बनाउनु खोज्छ यो यता झर्छ होइन अब यहाँ झरेपछि यो र यो त फेरि डबल बोन्ड भयो फेरि यो बोन्ड पनि उता भाग्नु पऱ्यो भनेपछि जताबाट आएको छ त्यति पुग्यो फेरि यो यहाँ भएको जुन इलेक्ट्रोन थियो त्यो यो प्लस चार्जलाई के हुन्छ त आएर प्लस चार्जमा जोडिन्छ अथवा यो प्लस चार्ज जुन त्यसले अब इलेक्ट्रोन खोज्यो होइन इलेक्ट्रोन खोजेपछि त्यहाँ 6 को 6 अघि जति थियो त्यति एउटै भयो होइन सो यो चाहिँ तिमीहरूको के हो त यो रेसिस्टेन्स इफेक्ट भयो यहाँ देख्न सकिन्छ हाम्रो अर्थो अनि त्यसपछि यो अर्थो पारा हाम्रो अर्थो पारा पोजिसनमा के आएको छ त नेगेटिभ चार्ज आएको छ भनेको इलेक्ट्रोनको डेन्सिटी धेरै भएको छ भन्नु खोजेको है त ल सो यो तिमीले के भन्न सक्यो भन्दाखेरि यो जुन हाम्रो क्लोरोबेन्जिन अथवा अथवा क्लोरोबेन्जिन जुन हुन्छ त्यो चाहिँ हाम्रो के हुन्छ अर्थो र प्यारा डाइरेक्टर हुन्छ होइन किनभने जुन आउने जुन न्युक्लियोफिल्स हुन्छ त्यसले चाहिँ कहाँ एट्याक गर्छ इलेक्ट्रोफिल्स हुन्छ त्यसले कहाँ एट्याक गर्छ भन्दाखेरि यो हाम्रो पारा र के अरे अर्थो पोजिसन है त अर्थो र पारा पोजिसनमा हाम्रो अट्याक हान्छ है त ल सो अब यहाँ के भन्न खोजेको भन्दाखेरि यहाँ अब यो तिम्रो यो त के हो भन्दाखेरि यो त हेलो आरिन हो सो यो हेलो आरिनमा चाहिँ तिमीले कसरी भन्न सक्यो भन्दाखेरि कि यो तिमीहरूको लेस रिएक्टिभ देन कि त हेलो अल्केन भन्दाखेरि अब हेर त ल फिगर 2 र फिगर 3 मा हेर त फिगर 2 3 अनि त्यसपछि यो भनेको तिमीहरूको 4 भयो है यो 2 3 4 मा हेर्यौ भने तिमीले यहाँ देख्न सकिन्छ यो जुन यो हेर नि यहाँ यो क्लोरिन र यो त यहाँ के छ यहाँ हेर यहाँ ध्यान दे यहाँ त तिम्रो कार्बन छ नि यहाँ कार्बन हुन्छ भने यो बिच यो 2 2 छ नि यहाँ 2 2 यहाँ त कार्बन छ नि यहाँ पनि कार्बन 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 छ हैन सो यो कार्बन र क्लोरिन बिच हेर त कार्बन र क्लोरिन बिच यसमा त डबल बोन्ड छ अब हेर है त डबल बोन्ड धेरै भयो यहाँ सुन ध्यान दिएर अब के भन्छु म जुन यो डबल बोन्ड छ नि डबल बोन्ड यो डबल बोन्ड तिमीहरूको यदि डबल बोन्ड छ भने तिमीले बुझ्नु पर्यो जुन यो बोन्ड लेन्थ छ नि बोन्ड लेन्थ यो क्लोरिन र कार्बन बिचको बोन्ड लेन्थ त्यो चाहिँ एकदमै के हुन्छ त अब घट हो क्या अब सिंगल भएको भए लामो हुन्छ त हैन डबल भन्नुको तिमीहरूको मतलब के हो भन्दाखेरि अब तिमीहरूको जुन एट्र्याक्सन छ नि एक आपसको त्यो एकदम स्ट्रङ भयो क्या भेरी भेरी स्ट्रङ भयो मायाबाट दुईजनाको हैन हो त्यस्तोहरू बुझ्नुहुन्छ हैन सो एकदम स्ट्रङ भयो अब बोन्ड स्ट्रङ भएपछि के हुन्छ भन्दाखेरि स्ट्रङ भयो स्ट्रङ भने चाहिँ झन् तानिन्छ एक आपस हैन चुक्यो नि त चुक्यो हैन चटक्क हैन सो एक आपसमा के हो त अब धेरै बोन्डिङ भयो अथवा धेरै क्लोज आयो हैन त्यो क्लोज आएको कारणले गर्दा यो बोन्ड लेन्थ के भयो त यसको बोन्ड लेन्थ घट्यो जति लामो थियो यति लामो थियो भने अब यति भइदियो किन डबल बोन्ड भयो यहाँ पनि त्यही डबल बोन्ड यहाँ पनि त्यही छ अब यदि यसरी डबल बोन्ड छ भने के हुन्छ भन्दाखेरि
यो जुन क्लोरिन छ यो बेन्जिनबाट हतपत टुट्न सक्दैन अथवा छुटिन सकेन क्या छुटिन सक्यो त सकेन नि हैन बोन्ड लेन्थ सानो भयो बोन्ड लेन्थ सानो हुनुको मतलब एकदम स्ट्रङ बोन्ड भयो डबल बोन्ड चाहिँ स्ट्रङ भयो र प्लस अर्को भनेको बोन्ड लेन्थ सानो भएकाले गर्दाखेरि यसलाई टुक्राउन सकेन है त हो यो हो मेन रिजन भनेको रेजोनेन्स इफेक्टले के भन्नु भन्दाखेरि यो फिगरलाई हेर्ने भने हाम्रो कार्बन र यो हेलोजेन बीचको जुन बोन्ड छ त्यो डबल बोन्ड छ र डबल बोन्ड भएको कारणले गर्दाखेरि त्यसको बोन्ड लेन्थ सर्टेन भयो अथवा सर्ट भयो जस कारणले गर्दाखेरि त्यो बोन्डलाई हामीले टुक्राउन गाह्रो हुन्छ भन्दा चाहिँ यहाँ लेखेको छ त्यही कुरा लेखेको छ यहाँ हेरे थस यहाँ लेखेको छ थस ड्यू टु द रेजोनेन्स स्ट्रक्चर हैन इन फिगर 2 3 एन्ड 4 इन्डिकेट्स द कार्बन एन्ड CX बोन्ड भनेको कार्बन र हाइड्रोजन बीचको बोन्ड हैज डबल बोन्ड है डबल बोन्ड छ हैन पार्शियली डबल बोन्ड छ अनि बोन्ड क्यारेक्टर हैन एज अ रिजल्ट CX बोन्ड इज अ सर्टर है त अलि मैले अघि भनिसके C र X को बीचको त बोन्ड के हुन्छ सर्टर हुन्छ इन के त हाम्रो यो भनेको इन हेलोआरिन हैन एन्ड हेन्स द स्ट्रङ्गर देन दैट अफ द हेलोअल्केन सो इट इज के हुन्छ डिफिकल्ट टु ब्रेक है अब के हुन्छ डिफिकल्ट टु ब्रेक भयो किन सर्टेन भएपछि अब हाम्रो ब्रेक गर्न सो अप्ठ्यारो भयो अथवा गाह्रो भयो त्यस कारणले गर्दाखेरि हामीले के भन्न सक्यौँ भन्दाखेरि हाम्रो जुन हेलोआरिन छ द्याट इज के हुन्छ लेस रिएक्टिभ देन हेलोअल्केन भन्न सक्यो अब अर्को छ डिफरेन्स इन हाइब्रिडाइजेसन अब डिफरेन्स इन हाइब्रिडाइजेसन पनि हुन्छ यहाँ हेरेर इन हेलोअल्केन कार्बन एट्याच टु द हेलोजन इन sp3 हाइब्रिडाइज वेल इन हेलो के त अल्केन द कार्बन एटम एट्याच टु द हेलोजन इन sp2 हाइब्रिडाइज अब हेर्ने त्यहाँ जुन अब यहाँ हेर त यो मैले के भनेको त्यो कुरा भन्छु अब यहाँ हेर यो तिमीहरूको हेलोआरिन हो यो भनेको हेलोअल्केन हो है त ल अब यहाँ हेर त हेलोअल्केनमा के छ भन्दाखेरि यहाँ R छ यहाँ C छ यहाँ H छ हैन यो R भनेको जे पनि हुन सक्यो S पनि हुन सक्यो त्यो मतलब भएन हैन सो यो तिमीहरूको के हो त यो भनेको तिमीहरू के हो त भन्दाखेरि यो तिमीहरूको के हो त यो भनेको तिमीहरूको यो हेलोआरिन भयो र यो भनेको के हेलोअल्केन भयो है त सो हेलोअल्केन भरे यो यहाँ हेर त sp3 हेर यहाँ के छ इन हेलोअल्केन है त इन हेलोअल्केन कार्बन एट्याच टु हेलोजेन इन sp3 हाइब्रिडाइज अब हेर त जुन यो कार्बन हुन्छ नि यो कार्बन जुन हुन्छ यो कार्बन त sp3 हाइब्रिडाइज हुन्छ क्या यहाँ sp3 हाइब्रिडाइज हुन्छ यहाँ मैले S लेखेको चाहिँ एउटा Cl भनेर लेखेँ ल यहाँ Cl अथवा जेसी भनेर लेखेँ यो H को ठाउँबाट हटाएर Cl लेख्थ्यो अरू जेसी लेखिदियो मतलब भएन है ल एउटा कुनै पनि कार्बन छ कार्बनलाई चाहिँ Cl सँग एट्याच हान्दैन त्यो भनेको तिमीहरूको हेलोअल्केन भयो हेलोअल्केन भनेको मतलब के हो त जस यो बेन्जिन त नहुने हो नि त अरू सेम एउटै त हुने हैन र सो यहाँ के हो त यहाँ Cl राख्दियो S को ठाउँबाट Cl राख्यो अब यहाँ कतिवटा हुन्छ हेर त बोन्ड 1 2 3 4 चारवटा बोन्ड छ चारवटा बोन्ड छ भने sp3 हाइब्रिडाइजेसन हुन्छ यदि तीनटा थियो भने sp2 हुन्थ्यो है यहाँ 3 यहाँ चारवटा बोन्ड छ नि यहाँ 3 हुनु पर्यो तीनटा बोन्ड छ नि यहाँ 2 हुनु पर्यो है त यो डाइरेक्ट जस्ट सम्झिने तरिका ल सो यहाँ तिमीहरूको sp3 हाइब्रिडाइजेसन भयो यो भनेको तिमीहरूको sp2 हाइब्रिडाइजेसन हो यहाँ कसरी भन्दाखेरि यहाँ है त एउटा हाम्रो यहाँ पाइबोन या सिग्मा बोन छ है त पाइबोन र सिग्मा बोन छ हामीले गर्ने भनेको के हो भन्दाखेरि सिग्मा बोन मात्र गर्ने हो यहाँ हेर्दा पाइबोन र सिग्मा बोन चाहिँ एउटा पाइबोन सिग्मा बोन मात्र लिने पाइबोन र सिग्मा बोन छ भने हामीले एउटा मात्र बोन लिनुपर्छ त्यो भनेको सिग्मा बोन लिने यहाँ सिग्मा बोन है सिग्मा भनेको एउटा मात्र बोन बनाउँदिएको ल एउटा सिग्मा बोन यहाँ छ एक्स र यो भनेको एउटा सिग्मा हेर यहाँ यो एउटा सिग्मा बोन भयो यहाँ एउटा सिग्मा बोन भयो र यो पाइ र सिग्मा बोन चाहिँ यहाँबाट एउटा लिनु पर्यो भने सिग्मा बोन मात्र लिनु पर्यो चाहिँ तीनटा भयो त्यही भएर यहाँ दुईटा आयो हैन त्यो sp2 भयो अब हेर है त यहाँ यसलाई र यसलाई कम्पेयर गर भने यसलाई र यसलाई कम्पेयर गर त यसलाई र अथवा यसलाई मात्र कम्पेयर गर न यहाँ हेर त s र p मा कसको धेरै क्यारेक्टर छ है यसलाई र यसलाई कम्पेयर गर्यो भने तिमीहरु यो दुईटालाई sp3 र sp2 मा के त कम्पेयर गर त यसमा हेर्यो भने s क्यारेक्टर कुनमा धेरै छ s क्यारेक्टर त अभियसली यसमा धेरै छ नि त हैन किनभने यहाँ हेर त sp3 छ यहाँ sp2 छ 2 र 3 लाई कम्पेयर गर न हैन 2 त थोरै हो नि त भन्नुको मतलब यो तिमीहरुको s क्यारेक्टर यसमा धेरै छ भनेर बुझ्नु पर्यो क्या कुरो बुझिन हैन जुन थोरो p यहाँ कोसँग टाँसेको छ भन्दाखेरि p सँग टाँसेको छ यो p लाई कम्पेयर गर भने यो p थोरो p को कम्पेरिजनमा फेरि s थोर भयो नि त हैन त्यसकारणले गर्दाखेरि s क्यारेक्टर त के छ त यसमा थोर छ अब यदि s क्यारेक्टर थोर भयो भने यो यसको इलेक्ट्रोनेगेटिभिटी जुन हुन्छ नि इलेक्ट्रोनेगेटिभिटी त्यो बढ्दिन्छ क्या त्यसले द sp2 hybridized carbon have the more s character in comparison with sp3 hybridized carbon of haloarine greater s character means हेर यहाँ मैले इजिली एक्सप्लेन लेखेको छ greater s character means हैन more electronegativity due to this हैन reason the haloalkane है due to this reason the haloalkane which is electronegative have bond length more as compared to haloarine भनेको यो जुन haloarine हुन्छ अब यो त हेर है त यो जुन haloalkane छ यो haloalkane जुन छ यसमा sp3 हाइब्रिडाइज छ र यसमा के छ नि s क्यारेक्टर के छ त धेरै छ अब s क्यारेक्टर धेरै छ नि यसको जुन यो एउटा क्लोरिन अहिले मैले भनिसकेँ क्लोरिन मान एउटा यो H लाई क्लोरिन मान्दियो हैन किन हेलोअल्केन त बन्नु पर्ने हो हैन त्यसकारण त यहाँ कार्बन र जुन क्लोरिन बिच छ त्यसमा हाम्रो बोन्ड लेन्थ के हुन्छ लामो हुन्छ अथवा धेरै हुन्छ है त ल s क्यारेक्टर जुनमा धेरै छ बोन्ड लेन्थ त्यसमा लामो हुन्छ है त बोन्ड लेन्थ के हुन्छ अरे लामो हुन्छ र s क्यारेक्टर जुनमा थोर हुन्छ त्यसमा बोन्ड लेन्थ कम हुन्छ किन बोन्ड लेन्थ कम हुन्छ भने यदि s क्यारेक्टर थोर भयो भने तिमीहरुको के हुन्छ भन्दाखेरि इलेक्ट्रोनेगेटिभिटी बढ्छ है त इलेक्ट्रोनेगेटिभिटी बढ्यो भने तिमीहरुको के हुन्छ त इलेक्ट्रोनेगेटिभिटी बढ्यो भने तिमीहरुको त्यसले तानिन्छ धेरै हैन तान्ने धेरै क्यापेसिटी त बढ्यो हो त्यसकारणले गर्दाखेरि यसको के त बोन्ड लेन्थ कम हुन्छ यसको बोन्ड लेन्थ लामो हुन्छ है त ल त्यो कुरा बुझ्नु s क्यारेक्टर धेरै
के हुन्छ बोन्ड लेन्थ लामो बोन्ड लेन्थ किन लामो किनभने इलेक्ट्रोनेगेटिभिटी कम भयो एस्केलेटर थोर भनेपछि के हुन्छ बोन्ड लेन्थ के भयो त थोरै भयो किन इलेक्ट्रोनेगेटिभिटी बढ्यो है त ल त्यसकारणले गर्दाखेरि यो मोर के त लेस रिएक्टिभ हो यो मोर रिएक्टिभ सरी यो मोर रिएक्टिभ हो किन लेस रिएक्टिभ हो किनभने यसको बोन्ड लेन्थ के त खतरा भयो एकदम कडा भयो एकदम अब बोन्ड लेन्थ सर्ट भएपछि त्यसलाई ब्रेक गर्न गाह्रो भयो ब्रेक गर्न खोज्दाखेरि अब भएन भने त त्यो त लेस रिएक्टिभ हो नि त लेस रिएक्टिभ भन्नुको मतलब के हो कुनै पनि केमिकलसँग रिएक्ट गर्दाखेरि त्यो टुक्रेर कति छिटो सकिन्छ त्यो नै हाम्रो रिएक्टिभ हो नि त होइन यो त टुक्रिनै मानेन त्यस कारणले गर्दाखेरि यो के हो त लेस रिएक्टिभ हो है त ल सो त्यही कुरा यहाँ लेखेको छ मैले त्यही कुरा लेखेको छ होइन ल अब त्यसपछि यहाँ हेर्ने त एक्जाम्पल अफ न्युक्लियोफिलिक सब्स्टिट्युसन रिएक्सन है त ल अब यहाँ एक्सन अफ एक्विस सोल्युसन डाउस प्रोसेस यो डाउस प्रोसेस एकदम इम्पोर्टेन्ट छ डाउस प्रोसेसमा के हुन्छ भने तिमीहरूको क्लोरोबेन्जिन चाहिँ सोडियम हाइड्रोक्साइडसँग रिएक्ट हुन्छ एट द कति 300 डिग्री टेम्परेचर र 300 एटमोस्फियर प्रेसर हुन्छ यो एकदम याद गर्नु पर्यो होइन र यो गर्दा यसले के गर्छ भने सुरुमा सोडियम फेनोक्साइड फर्म गर्छ यहाँ सोडियम फेनोक्साइड होइन सो यहाँ ONA फर्म गर्छ त यो जुन O छ O र Na के त यो क्लोरिनलाई हटाइन्छ किनभने यहाँ हेर्न H र Cl त कम्बाइन हुनु पर्यो नि त होइन H र Cl त कम्बाइन हुनु पर्यो सो HCl भन्यो यो ONA भन्यो यो सोडियम फेनोक्साइड भन्यो अब यो सोडियम फेनोक्साइड फेरि यसलाई हामीले हाइड्रोलाइसिस गर्यौँ भने यो के भन्छ फेनोल भन्छ है त फेनोल ल यो त एकदम इम्पोर्टेन्ट अब यहाँ चाहिँ इलेक्ट्रोफिलिक सब्स्टिट्युसन रिएक्सन छ यो त अघि मैले भनिसकिहालेँ होइन अब यहाँ अघि मैले भनिसकेँ इन द इलेक्ट्रोफिलिक सब्स्टिट्युसन रिएक्सनमा के हुन्छ त इन द रेसोनेन्स स्ट्रक्चर अफ द क्लोरोबेन्जिन होइन पार्शियल नेगेटिभ चार्ज इज डेभलप इन द अर्थो एन्ड पारा पोजिसन अघि मैले भनिसकेँ अर्थो र पारा पोजिसनमा तिमीहरूको पार्शियल नेगेटिभ चार्ज डेभलप हुन्छ त अब के भन्दा नि द इलेक्ट्रोन डेन्सिटी एट द अर्थो एन्ड पारा पोजिसन इज हायर देन इन कम्पेरिजन टु मेटा पोजिसन है त मेटा पोजिसन भन्दा अर्थो र पारा पोजिसनमा के भन्दा तिमीहरूको इलेक्ट्रोन डेन्सिटी बढो हो त्यस कारणले गर्दाखेरि जुन आउने नयाँ न्युक्लियोफिल्स हुन्छ त्यसले कहाँ अट्याक गर्छ अर्थो र पारा पोजिसनमा अट्याक गर्छ त्यस कारणले गर्दाखेरि यो के हो त तिमीहरूको अर्थो एन्ड पारा डाइरेक्ट र न्युक्लियोफिलिक सब्स्टिट्युसन रिएक्सन हो अब यसको टाइप छ हेलोजेनेसन छ होइन हेलोजेनेसनमा के हुन्छ सिम्पली यो क्लोरोबेन्जिन जुन छ त्यो हेलोजेनसँग रिएक्ट हुन्छ के को प्रेजेन्टमा लुइस एसिडको प्रेजेन्टमा हुन्छ र यहाँ हेरे त अब यो Cl जुन छ अब कम्पोजिसन नहुने अघि मैले भनिसकेँ यो क्लोरिन भनेको तिमीहरूको न्युक्लियोफिल्स हो है त सरी इलेक्ट्रोफिल्स है क्लोरिन भनेको किनभने यसलाई इलेक्ट्रोन चाहिन्छ किनभने यसको त लास्टमा 7वटा मात्रै इलेक्ट्रोन हुन्छ भ्यालेन्स चेनमा होइन र त्यस कारणले गर्दा एउटा इलेक्ट्रोन चाहियो नि त होइन सो यसले इलेक्ट्रोन खोज्छ अब कहाँ खोज्छ भन्दाखेरि यसले अघि मैले भन्छ कि यो भनेको अर्थो भयो यो मेटा भयो यो पारा भयो होइन यसले कि अर्थोमा अट्याक हान्छ कि पारामा अट्याक हान्छ लु सुरुमा अर्थोमा हान्यो भने सेकेन्डमा कहाँ हान्छ पारामा हान्छ है यो याद हुनु पऱ्यो मेटामा चाहिँ हान्दैन किन मेटामा त इलेक्ट्रोन डेन्सिटी कम छ यस त्यस कारणले गर्दा अब नाम हेर्ने अर्थमा क्लोरो छ अर्थो डाइक्लोरो बेन्जिन भयो यसमा के हुन्छ पारामा छ पारा डाइक्लोरो बेन्जिन भयो नाम त थाहा छ नि होइन सो अब थोरै हो सकिहाल्यो अब नाइट्रेसन छ नाइट्रेसनमा सिम्पली त्यही हो क्लोरोबेन्जिन के हुन्छ नाइट्रिक एसिडसँग रिएक्ट हुन्छ यो दिमागमा छ नाइट्रेसन भनेको नाइट्रिक एसिडसँग रिएक्ट गर्ने होइन के त HNO3 सँग रिएक्ट गर्ने नाइट्रिक एसिडसँग है त ल सो नाइट्रिक एसिड भनेको यहाँ OH जुन छ अनि NO2 जुन छ अब तिमीले यो NO2 त यो OH र OH चाहिँ अब हटिदिन्छ अब यहाँ के आउँछ भन्दाखेरि NO2 त तिमीले कहाँ अट्याक हान्छ यहाँनिर अट्याक हान्छ सुरुमा यहाँ हान्छ त्यो फेरि अहिले जस्तै पारामा छ त्यही हो अहिले मैले भन्छु कि पारा र अर्थोमा त हान्ने हो होइन अरू त कतै हान्नै मिल्दैन जहाँ इलेक्ट्रोन डेन्सिटी धेरै छ तिनीहरू त हान्ने हो नि त इजन्ट इट सो अब यो OH जुन छ OH यहाँनिर हान्यो भने एउटा हाइड्रोजन यहाँबाट निस्किन्छ एउटा हाइड्रोजन निस्केर यो NO2 जान्छ त्यो हाइड्रोजन निस्केको तिमीहरूको OH सँग कम्बाइन हुन्छ र वाटर पनि फर्म गर्छ यहाँ वाटर पनि फर्म होला यहाँ वाटर H2 पनि छ ल यो H2 नि हो र अब त्यो त बाइ प्रोडक्ट भयो ल लेख्नु नलेख्ने बाल भएन होइन सो अब यहाँनिर तिमीले देखिन्छ कन्स यहाँ यो त के को प्रेजेन्ट हुन्छ भने H2SO को प्रेजेन्ट हुन्छ यो त दिमाग याद राख्नु पर्यो सो यो NO2 ले सुरुमा यहाँ अट्याक हान्छ सेकेन्डमा कहाँ हान्छ यहाँनिर तल यहाँ अट्याक हान्छ अब नाम के हो अर्थो नाइट्रो क्लोरो बेन्जिन हो अर्थोमा के छ नाइट्रो छ त्यस कारण यो क्लोरो अनि बेन्जिन भयो होइन अर्थो नाइट्रो क्लोरो बेन्जिन सकिहाल्यो सल्फोनेसनको त्यही हो क्लोरो बेन्जिन जुन छ है सल्फोनेसन पनि भइहाल्छ क्लोरो बेन्जिन जुन छ त्यो सल्फ्युरिक एसिड H2SO सँग रिएक्ट गर्छ H2SO खोला तिमीले OH र HSO3 मा के त यसले टुक्राइदियो इट विल बी इजी होइन सो यसले यो के हुन्छ यसले यो क्लोरिन हटाइन्छ र यहाँ क्लोरिन हटाइन्छ र यो यसले पनि तिमीहरूको पारा र मेटा पोजिसनमा अट्याक हान्छ है पारामा हाल्नु र मेटामा हाल्नु र अर्को कुरा ध्यान दिने है त अघि तिमीले यहाँ अर्डर नाम यहाँनिर तिमीहरूको यो 1 IUPAC नेम लेख्दाखेरि यहाँदेखि काउन्ट भएको थियो भने अबदेखि कहाँदेखि काउन्टिङ हुन्छ भन्दाखेरि यो SO3 होइन SO3H बाट काउन्ट हुन्छ किनभने यो एसिड हो कि त्यही भएर तिमीहरूको यसलाई प्रायोरिटी यसलाई पुग्यो है त सुरुमा यसलाई प्रायोरिटी यहाँ जान्छ है त ल सो 1 2 एसिड हुने भयो 1 2 यहाँ हुने यसले पनि त्यही हो प्यारामा र कहाँ हुन्छ अर्थोमा अर्थो र के भन्छ पारामा है अर्थो र पारामा अट्याक हान्नु सो यो के भन्दाखेरि तिमीहरूको सिम्पली तरिकाले भन्नु त यहाँ 2 मा के छ क्लोरो छ 2 क्लोरो बेन्जिन सल्फोनिक एसिड है त बेन्जिन सल्फोनिक भनेको SO3H भयो सल्फोनिक एसिड भयो है त ल सो अर्को छ अब एक्सन हुन्छ सोडियम मेटल एकदम इम्पोर्टेन्ट छ यो फिडिङ रिएक्सन एकदम इम्पोर्टेन्ट छ फिडिङ रिएक्सन हाम्रो उड्स उतापट्टिको हामीले हाइड्रोजनमा उड्स रिएक्सन छ त्यो र यो फिडिङ रिएक्सन एउटै हो है त ल मात्र के फरक छ भन्दाखेरि यहाँ हामीले मेटलसँग रिएक्ट गर्छौँ र के फरक छ भन्दाखेरि यहाँ बेन्जिन छ त्यहाँदेखि हाम्रो एलिफेटिक के त उयो हाइलो अल्किन थियो यहाँ हाम्रो बेन्जिन छ यहाँ हाम्रो एरिन छ भने त्यहाँदेखि हाम्रो सिम्पली हाइलो अल्किन मात्र थियो होइन
अल्केन थियो, यहाँ हाम्रो यहाँ बेन्जिन छ त्यहाँ अल्केन थियो क्या, त्यही मात्र फरक हो ल। सो यहाँ हेर चाहिँ योसँग दुईवटा मोल, यहाँ त्यहाँ अलवेज सोडियम पनि दुईवटा मोल लिनु पर्यो र यो क्लोरोबेन्जिन पनि तिमीहरूको दुईवटा मोल लिनुपर्छ, यो ध्यान दिने। अब यो के हुन्छ भने यो र यो रियाक्ट अलवेज यही हुन्छ यसमा ल, यो र यो रियाक्ट गर्छ ड्राई इथरको प्रेजेन्टमा, है ड्राई इथर हुन्छ यहाँनिर होइन, हिँडिदिने ड्राई इथर राख्ने, यो चाहिँ अलवेज यही हुन्छ। मेटलसँग दिमागमा राख्ने, मेटलसँग रियाक्ट गर्दैछ भने अलवेज के हुन्छ ड्राई इथर हुन्छ, त्यो दिमागमा राख्ने भन्छ। यो र यो कम्बाइन भयो, यो एनी 2 मोल अफ NaCl भइहाल्यो, अनि यो के रह्यो भन्दाखेरि बेन्जिन दुईवटा रहिहाल्यो। सो यो भइहाल्यो। अब अर्को छ उड्स फिटिङ रियाक्सन, यो अब यो पनि एउटा एकदम छ, यो चाहिँ तिमीहरूको एकदम इम्पोर्टेन्ट हो। टुलिन यसमा प्रोडक्ट टुलिन तिमीहरूको फर्म हुन्छ, यहाँ टुलिन फर्म भइरहेछ नि होइन। सो तिमीहरूको एउटा के हुन्छ भने यो माथिको अस्ति हो है, माथिको अस्ति ड्राई इथरै हुन्छ यसमा पनि होइन। तर के फरक भन्दाखेरि माथि मात्रै दुईटै तिमीहरूले एरिन लेखेको थियो, यहाँ एरिन थियो, यहाँ चाहिँ एउटा मात्रै के लेख्ने भन्दाखेरि एउटा अल्काइल हिँड्ने क्या, अल्काइल, त्यति मात्र फरक हो ल। यहीँ एउटा चाहिँ यो सेम भइहाल्यो, यो पनि सेम भइहाल्यो। यहाँ चाहिँ अब तिमीहरूको Cl अनि त्यसपछि यहाँनिर हेर त यहाँ CH3 लेखेको छ है त, यहाँ माथि चाहिँ हाम्रो बेन्जिन थियो, तर यहाँ के भन्नु CH3 लिनु पर्यो, त्यति फरक हो ल। सो CH3 नै भइहाल्यो होइन। ओके देखिरहेको छ नि, CH3 नै भइहाल्यो। सो CH3 भयो, यहाँ ड्राई इथरको प्रेजेन्टमा हुन्छ, यहाँ मिथाइल क्लोराइड भयो होइन। सो ड्राई इथरको प्रेजेन्टमा हुन्छ, सेम अघि अस्ति हो टुलिन फर्म हुन्छ, यो र यो यति रियाक्ट हुन्छ र यो CH3 रियाक्ट हुन्छ, यो तिमीहरूको टुलिन हो फेरि है त। यो मिथाइल यहाँ है, मिथाइल बेन्जिन आयो भने तिमीहरूको के त यो टुलिन हो र यहाँ उब्रेको NaCl भयो, यो सकिहाल्यो। अब अर्को छ रिडक्सन अफ क्लोरोबेन्जिन, तिमीले रिडक्सन गर्यो भने इन द प्रेजेन्ट अफ यो चाहिँ हाम्रो रिडक्सन भनेको तिमीहरूको रिएजेन्ट भनेको अलवेज LiAlS भयो है त, लिथियम एल्युमिनियम हाइड्राइड है त, लिथियम एल्युमिनियम हाइड्राइड अलवेज हुन्छ। र यसमा तिमीले यो एक्स्ट्रामा तिमीले सोडियम हाइड्रोक्साइड पनि यसमा एड गर्नुपर्छ, यसमा मात्रै हो, अरूमा पर्दैन। यो त्यही याद गर्नु है, यसमा सोडियम हाइड्रोक्साइड पनि एड गर्नुपर्छ होइन। सो रिडक्सन गरेपछि के हुन्छ, यो H र Cl कम्बाइन हुन्छ, बेन्जिन फर्म हुन्छ, सिम्पली के हुन्छ बेन्जिन है, HCl भइहाल्यो होइन। सो अर्को छ फर्मेसन अफ DDT है त, यो एकदम इम्पोर्टेन्ट है त। फर्मेसन अफ हेरे फर्मेसन DDT एकदम डाइक्लोरो डाइफेनल ट्राइक्लोरो इथेन है त, डाइक्लोरो डाइफेनल ट्राइक्लोरो इथेन होइन। सो VBI एकदम एक्सन विथ क्लोरलसँग रियाक्ट, क्लोरल भनेको तिमीहरू के हो त उयो के हो त ट्राइक्लोरो एसिटाल्डिहाइड है त। यो क्लोरल भनेको याद राख्ने, वेन टू मोलिकुल्स अब क्लोरोबेन्जिन, दुईवटा मोलिकुल्स क्लोरोबेन्जिन यदि हाम्रो ट्राइक्लोरो है, ट्राइक्लोरो एसिटाल्डिहाइड भनेको क्लोरल है, यो दिमागमा राख्ने, ट्राइक्लोरो एसिटाल्डिहाइडसँग रियाक्ट गर्यो भने त्यतिखेर हाम्रो के फर्म हुन्छ भन्दाखेरि DDT यो यहाँ डाइक्लोरो भनेको यहाँ दुईवटा क्लोरल छ, क्लोरिन छ, त्यो डाइक्लोरो डाइफेनल भनेको दुईवटा फेनल छ, डाइक्लोरो डाइफेनल ट्राइक्लोरो, यहाँ ट्राइक्लोरो छ नि, ट्राइक्लोरो अनि के त मिथ इथेन, ट्राइक्लोरो इथेन, कति सजिलो छ होइन। सो यहाँ हेर यो त तिमीहरूको फेरि इफेक्टिभ एउटा इन्सेक्टिसाइड हो, यसले चाहिँ हाम्रो इन्सेक्टिसाइडको रूपमा काम गर्यो। सो यो हेर दुईवटा मोल अफ के लियौँ हामीले क्लोरोबेन्जिन लियौँ र यो चाहिँ कोसँग रियाक्ट गर्छ त ट्राइक्लोरो एसिटाल्डिहाइड भनेको क्लोरल है त। यहाँ हेर 1 2 3 ट्राइक्लोरो एसिटाल्डिहाइड किनभने अल्डिहाइड छ नि त होइन, CHO अल्डिहाइड है त ल। सो ट्राइक्लोरो एसिटाल्डिहाइड है त ल। सो योसँग यसरी रियाक्ट गर्छ ट्राइक्लोरो के त एसिटाल्डिहाइड, ट्राइक्लोरो एसिटाल्डिहाइड होइन। योसँग यहाँ यसरी मिलाउन पनि जानु पर्यो, यहाँ Cl छ, यो Cl चाहिँ यतापट्टि नपारे नि फेरि, किनभने हामीलाई त दुईवटा क्लोरो चाहिएको छ नि त होइन, त्यस कारणले गर्दा यता पार्यौँ होइन। सो यहाँनिर दुईवटा हाइड्रोजन छ, ट्याक्क रियाक्ट गर्यो H2O बनायो ठ्याक्कसँगले, यहाँ -H2O भयो इन द प्रेजेन्ट अफ कङ H2 एकदम इम्पोर्टेन्ट, फेरि कङ H2SO को प्रेजेन्ट हुन्छ फेरि कङ H2SO को होइन। सो यो दुईवटा रियाक्ट गर्यो होइन। सो के फर्म गर्दा यो र यो त H2O भएर अब यो र यो यसलाई अब यसलाई यहीँको यहीँ छँदैछ, यो यहीँको यहीँ छँदैछ, यसलाई पल्लोपट्टि पुऱ्याइदियो यसरी, यो बिचको जुन थियो नि यति पार्ट थियो नि त्यो मैले यहीँ राखेको छ, उल्टो पारा, तर C चाहिँ यहाँनिर यो H यहीँको यहीँ छँदैछ र यो उब्रेको तलपट्टि यहाँ झुनिरहेछ होइन। सो हेर त यो ट्याक्क बनिहाल्यो DDT, यति नै हो तिमीलाई यहाँबाट चाहिने भनेको। अब युज केमा हुन्छ यो हाम्रो यो हेलोरिन केमा युज हुन्छ, अहिले मैले युज अफ प्रिपरेसन DDT फर इन्सेक्टिसाइड बनाउन लागि हाम्रो यो के त हेलोरिन युज हुन्छ, र अर्को भनेको फायर एक्सटिङ्ग्विसको लागि पनि युज हुन्छ र मेडिकेसनको लागि पनि युज हुन्छ, ल्याबोरेटरी पनि युज हुन्छ है त ल। त्यो पनि भन्ने यहाँ डाइक्लोरो डाइफेनल ट्राइक्लोरो इथेन। सो थ्याङ्क यू फर वाचिङ। यति हो।